सो हेलो एन्ड नमस्ते साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। एन्ड आज चाहिँ हामी यहाँनिर युट्युबको ब्यानर बनाउन हामी सिक्नेछौँ। सो ब्यानर बनाउनुको लागि सबैभन्दा सुरुमा यसको यहाँनिर गर्नुपर्ने हुन्छ। यसको के भन्छ यसलाई साइजलाई हामीले एडजस्ट गर्नुपर्ने हुन्छ। अनि साइज चाहिँ कति हुन्छ भन्दाखेरि ब्यानरको लागि यतिको हुन्छ। अनि रिजोल्युसन 1000 पिक्सल पर इन्चको हामी राख्दिउँ। अनि RGB कलर अनि वाइट। सो यस्तो निस्किन्छ हैन। ब्यानरको लागि यो साइज चाहिँ एकदमै गोल्डन हो। अनि त्यस पछाडि अब मैले यहाँनिर एउटा इमेजलाई छाने। यो इमेज चाहिँ यो ब्याकग्राउन्डको इमेज हो। सो यसलाई सिफ्ट गरेर बढाउनु पर्छ। अनि सिफ्ट गरेर बढाउँदा चाहिँ के हुन्छ भन्दाखेरि क्वालिटी लुज हुँदैन। सो यसमा तपाईहरु देख्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँनिर मिरमिरै देखिरहेको होला, तर अहिले एकछिन हेर्नुहोस्। इन्टर गरिसकेपछि सो क्वालिटी लुज भएको छैन यसको। अनि यहाँनिर म लेयर सेक्सनलाई म खोल्छु। यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ। यसलाई अलिकति जुम आउट गरिदिन्छु। सो अब यहाँनिर म यहाँ टेक्स्टलाई लेख्दैछु। अनि यो इम्प्याक्ट भन्ने फन्टलाई मैले छानेको छु हैन। यो इम्प्याक्ट भन्ने फन्ट चाहिँ दामी हुन्छ। सो यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। म मेरै युट्युब च्यानलको लागि म बनाउँदैछु एजुकेसनल डिजाइन भनेर। एजुकेसनल डिजाइन। यसलाई यहाँनिर मैले एडजस्ट गरिसकेँ। यो मैले देब्रेतिर राख्छु, किन भन्दाखेरि यो ठाउँमा चाहिँ म एउटा इमेजलाई यहाँनिर हाल्छु। अनि यहाँनिर साइड 6 ल ठिकै छ। सो मैले हेक्सागोन यो सेपलाई मैले यहाँनिर चुज गरेँ। अनि यहाँनिर म पहिला मजाले मिलाएर राख्छु यसलाई। ठ्याक्कै टेक्स्ट जति छ त्यत्रै होस्, इमेज पनि यो कुराको ध्यान राख्नुहोस् तपाईहरुले। यहाँनिर लो यो भयो। यसलाई पनि म अलिकति उयो गर्छु। सो अब यहाँनिर लेयर सेक्सनमा तपाईहरु देख्न सक्नुहुन्छ। यो यहाँ माथि छ। अनि अब यहाँनिर इमेज हाल्नुपर्ने हुन्छ। अनि म तपाईहरुलाई सिकाउँछु इमेज चाहिँ कसरी हाल्नुपर्छ भनेर। पहिला फाइलमा जाउँ, त्यसपछि ओपन। अनि मैले यहाँनिर अगाडि नै यहाँनिर राखिराखेको छु। सो यसलाई मुभ गरेर यहाँनिर ल्याएँ मैले, मुभ टुल युज गरेर। सो अब चाहिँ ठ्याक्क यहाँ भित्र हाल्नुपर्ने हुन्छ। अनि अब यसलाई यसको माथि ल्याएँ। अनि कन्ट्रोल प्लस जी तपाईहरुले थिच्नुभयो भने चाहिँ इमेज यो सेप भित्र पस्छ यसरी। सो अब म यसलाई एडजस्ट गर्छु, तपाईहरुले एडजस्ट गर्न सक्नुहुन्छ। यतिको मलाई ठीक लाग्यो। सो म यतिकै गर्छु, इन्टर। अब यो सेप चाहिँ है त्यस्तो साह्रो उयो देखिएको छैन, आई क्याची छैन। त्यसलाई आई क्याची कसरी बनाउने भन्नुहुन्छ भने यहाँनिर जानुहोस् ब्लेन्डिङ अप्सनमा। अनि त्यस पछाडि यो बेभल हैन, मैले आउटर ग्लोलाई चुज गरेँ। अनि यो आउटर ग्लोलाई नर्मल राख्नुहोस्। अनि त्यस पछाडि यो कलर चाहिँ म यस्तो टाइपको ग्रे टाइपको बनाउँछु। यसले चाहिँ अलिकति आई क्याच गर्छ। त्यस पछाडि यहाँ स्प्रेड, यसको साइज अलिकति बढाऊ, स्प्रेडलाई 0, यसको नोइज अलिकति होस्, ओपासिटी अलिक बढाऊ। अनि सो तपाईहरु देख्न सक्नुहुन्छ कसरी यहाँनिर अलिकति हाइलाइट भयो हैन। यहाँ चाहिँ यसलाई बढाउन पनि सक्नुहुन्छ, बढाउनु घटाउनु तपाईहरुले। यसको स्प्रेडलाई पनि। सो यहाँनिर अन्तिममा यस्तो भयो। अनि अब यहाँनिर के राख्नुपर्छ भन्दाखेरि अब यो एजुकेसनल डिजाइन भन्ने फेसबुक च्यानल पनि छ, अनि युट्युब च्यानल पनि छ। सो यसको लागि चाहिँ यहाँनिर
त्यो पनि छ भनेर देखाउनको लागि चाहिँ यहाँ फेरि पनि मैले फाइल ओपन गरेँ अनि यो फेसबुकको लोगोलाई मैले यहाँनिर लिएँ। यो चाहिँ यो फेसबुकको चाहिँ मुभ हुँदैन रहेछ, सो म युट्युबको लिन्छु। यो पनि हुन्छ कि हुँदैन, यो पनि भएन रहेछ, केही छैन। अब यहाँनिर यतिकै ठिक छ यो। सो अब यहाँनिर तपाईँहरूले एक दुईवटा केही चिजहरूले हाल्न सक्नुहुन्छ। अलिकति अट्र्याक्टिभ देखाउनु छ भने म चाहिँ यसलाई हाल्छु, आइडिया पिएनजी भन्ने। यो चाहिँ यहाँनिर मुभ भयो होइन। यो सेपलाई सबैभन्दा माथि लगिदिउँ। अब यसलाई के गर्छ भन्दाखेरि सुल्टो बनायो पहिला। यहाँनिर म एडजस्ट गर्छु। अझै अल्ट थिचेर तपाईँहरूले ड्र्याग गर्न सक्नुहुन्छ। यो चाहिँ के भन्दाखेरि जस्ट डेकोरेसन। सो अलिकति अट्र्याक्टिभ भयो। यसलाई पनि अलिकति एडजस्ट गरौँ यहाँनिर लेयरमा सिलेक्ट गरेर। सो बनिसकेको छ युट्युबको ब्यानर। तपाईँहरूले यो ब्यानरलाई राख्न सक्नुहुन्छ। एजुकेसनल डिजाइन यो युट्युब नेम हो। अनि यहाँनिर फोटो, तपाईँहरूको आफ्नै फोटो, फेस भएको फोटो पनि तपाईँहरूले राख्न सक्नुहुन्छ। And here it is. So thank you guys for watching. Bye bye and see ya.